जिन्दगी मेरो खेलगाको कुरा त सुनेर दौडियो दौडियो जयतिर जाउनु परेसीको थाहा मन सबैमा लाखौं हजारौं मध्ये तिम्रो मुस्कानले किन हो मलाई पागल बनाउँछ। हेलो गाइज, नमस्ते, वेलकम ब्याक टु माई च्यानल र तपाईँलाई फेरि पनि मेरो च्यानलमा स्वागत छ। र आज चाहिँ हामी यहाँनिर आँसुकोमा आएको छु है, मेरो कान्छी आँसुकोमा। सो तपाईँलाई यो भ्लग त होइन, तर यो जस्ट भाइ बहिनीको चाहिँ उनीहरूले गाएको चाहिँ गीत गाएको अनि गिटार बजाएको है भिडियोहरू हामीले रमाइलो गरेको भिडियो चाहिँ तपाईँलाई सर्टमा देखाउँदैछु। होप तपाईँलाई यो भिडियो मनपर्छ होला है। मन पऱ्यो भने प्लिज लाइक सेयर कमेन्ट गरिदिनु होला। ल अब भिडियो चाहिँ स्टार्ट हुँदैछ। सो यो चाहिँ भ्लग त होइन, जस्ट यो चाहिँ मैले भिडियो बनाएको है त। सो मलाई चाहिँ भाइ र बहिनीको चाहिँ राम्रो लाग्यो है, भोइस पनि बहिनीले पनि गाउँछ भाइले पनि। अनि उनीहरूले क्लास चाहिँ गरेको होइन, यसरी उयो कोर्सहरू केही गरेको त होइन, तर घरमा नै यसरी प्र्याक्टिसहरू गर्छ नि त। सो मलाई त एकदम मजाको लाग्यो है, त्यही भएर त मैले सर्टमा भिडियो बनाउँदैछु। सर्टभन्दा पनि लामै भएको छ। अनि होप तपाईँले पनि मन पराइदिनुहुन्छ होला। मन पऱ्यो भने प्लिज लाइक गरिदिनु होला है। घरको मुखिया आमा त्यही यतिको छ मालकिन। यहाँ त भाइ यहाँ चाहिँ त एउटा गीत गाएर म हाम्रो यहाँ नानाको युट्युब च्यानलमा एउटा गीत गाइदिएँ। दामी गाउँछ अरे नि त। एउटा हौ अलिकति मात्रै के हुन्छ। गीत गाए जुन चाहिँ बाम्लो एउटा गीत गाइदिनु नि एउटा के हुन्छ। एक एकवटा गीत गाइदिनु ल। दियो बहिनीले त अब एउटा गीत गाएर सुनाइदिन्छ अरे हो। ल तिमीले जान्दैन कसले मै बज्छु कम्ती मात्रै ल आधी भन्ने गीत फर्केर बादलको माथिमा बेला पर्खी बसौला तिमी भने लिन अब केही छैन मात्र एउटै बहाना दिन मात्र मेरो चाहना
फर्की फर्की नहेर मलाई फर्की फर्की नहेर मलाई फर्की फर्की नहेर मलाई थ्याङ्क यू म्याम भन्दा नगीत पनि मैले दामी गीत गाए भाइ र बहिनीले चाहिँ हाम्रो चाहिँ कान्छी आँसुको चाहिँ छोराछोरी भाइ र बहिनी छोरी नानी दादा र आन्टी आन्टी र भाइ आन्टी र भाइ म यसलाई देखाउनुहोस् कि नि कति सानो बिरालो छ है यहाँनिर चाहिँ यता 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 छोडिदेऊ डरायो सानो छ बेबी सुताइदिएको दादा के गर्नुहुँदैछ पाक्यो त्यो साग धोको यो साग कसले फोन गरेको थियो अहिले भर्खर दादा खोइ नानी दादा जो खोइ छियास जो खोइ हजार उनीहरूको भिडियो गरिदिएको माम खानु रे अब दामी गाई भाइ हाम्रो भाइ र बहिनीले चाहिँ दामी अब त हामी खाना खाने गए नि ढाकाले ढाकेर राखेको आफैमा आइलाग्यो मेरो मन चुल्यो
रातो भन्छ त हजुर ल अब चाहिँ हामी खाना लाखौं हजारौं मध्ये तिम्रो मुस्कानले किन हो मलाई पागल बनाउँछ लाखौं प्रयास गर्दा पनि किन हो मलाई तिम्रै यादले सताउँछ माया के हो भनेर तिम्रै वरिपरि रहँदा यो मनले थाहा पाउँछ आज भोलि सुन्दा तिम्रो बोली यो मुटु असाध्यै रमाउँछ घामलाई हेरी बस्छु बादलमा नि तिमी देख्छु तिमी बिना कसरी बिताउने होला जिन्दगी ढाँटेको केही छैन तिम्रो लागि मेरो माया कति रहेछ हेरिदेऊ न यो सानो मुटुमा लाखौं हजारौं मध्ये तिम्रो मुस्कानले किन हो मलाई पागल बनाउँछ